देशमा देखा परेको निरङ्कुश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एकचोटि सङ्घर्ष गर्ने, दृढ अठोट गर्ने, संकल्प गर्ने कुरा पनि हो। पुष्पलालकै सहयोद्धाका रूपमा कमरेड नरबहादुर कर्मचारीले खेलेको भूमिका मजदुर आन्दोलनमा या वर्ग सङ्घर्षमा, क्रान्तिमा या निरन्तर आजीवन, किनकि केही वर्ष सक्रिय हुनु, केही वर्ष चाहिँ त्याग गर्नु त्यति ठुलो कुरो हुँदो रहेनछ। जिन्दगीभरि चाहिँ विचारप्रति इमान्दार र निष्ठावान रहेर वर्ग र उद्देश्यप्रति लागिरहने भन्ने कुरा सजिलो कुरा होइन रहेछ, त्यो धेरै गाह्रो कुरा रहेछ। तर कमरेड नरबहादुर कर्मचारीले आजीवन लागि मात्रै राख्नु भएन, क्रान्तिकारी कित्तातिर नै आफ्नो मत जाहेर गरिराख्नु भयो। उहाँले बुढेसकाल भएपछि त मान्छे थाक्छन् र अलिअलि दक्षिणपन्थी हुन खोज्छन्, अलिअलि दायाँतिर ढल्किन उहाँ बायाँतिर ढल्किन खोज्नुहुन्थ्यो कि अन्तसम्म। यस्ता विशेषताहरू कमरेड नरबहादुर कर्मचारीका थिए। अहिले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्मचारी जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अहिले अवस्था छ। जति बेला हामी कमरेड पुष्पलाल या कमरेड नरबहादुर कर्मचारीप्रति श्रद्धा र सम्मान प्रकट गर्दछौँ, यति बेला हाम्रो लागि यो औपचारिक कार्यक्रम जस्तो मात्रै छैन, औपचारिकता पुरा गरे जस्तो मात्रै होइन। हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखा परेको निरङ्कुश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एकचोटि सङ्घर्ष गर्ने, दृढ अठोट गर्ने, संकल्प गर्ने कुरा पनि हो। यो श्रद्धाञ्जली या सम्मान कार्यक्रम हामी सबैले यसलाई त्यही रूपमा लिनुपर्छ।